यो पूर्वको एक धार्मिक तथा पर्यटन स्थल कन्काई नदीको तटमा अवस्थित कोटीहोम धार्मिक तथा पर्यटन स्थलको रूपमा रहेको यो अत्यन्तै पवित्र भूमि जहाँ थुप्रै बन्धु बान्धवहरूका आस्थाका धरोहर आफ्ना विभिन्न गोत्रका यहाँ आश्रमहरू निर्माण भएको ठाउँ र यो अत्यन्तै सुन्दर पवित्र यो योगी नरहरिनाथले कोटी हवन गरेर सुरु गरिएको यो कन्काई नदीको तटमा रहेको कन्काई नगरपालिका वार्ड नम्बर 4 मा अवस्थित यो कोटीहोम क्षेत्र पर्यटनका हिसाबले धार्मिक हिसाबले अत्यन्तै सुन्दर ठाउँ र यहाँ एकपटक भक्तजनहरू आउनुपर्ने दर्शन गर्न आउनुपर्ने एउटा ठाउँको रूपमा विकास भएको छ र यहाँ सम्पूर्ण धर्मानुरागी मानवहरूले पनि यस क्षेत्रको अवलोकन गर्न सक्नुहुनेछ र यहाँ योगी नरहरिनाथको प्रतिमा यहाँ अनावरण गरिएको छ र यसले पनि एउटा वैदिक सनातन हिन्दू धर्मको एउटा प्रतीकको रूपमा यो एउटा कलशको स्तम्भ विभिन्न कनकेश्वर महादेव र यो कोटी हवन गरिएको 2041 सालमा कोटी हवन गरिएको ठाउँ यो पवित्र भूमि यहाँ आस्थाको धरोहर धार्मिक तथा पर्यटन विकासको रूपमा यसलाई लिए पूर्वकै एउटा महत्त्वपूर्ण स्थानको रूपमा यसलाई लिएको छ र यसमा थुप्रै श्रद्धालु भक्तजनहरू यसको समय सापेक्ष आफ्ना कामहरू कार्यहरू गर्न पनि आउने गर्नुहुन्छ र यो त्यस्तो एउटा सुन्दर ठाउँ छ जहाँ यही सुन्दर ठाउँको फेरिमा विभिन्न बन्धु बान्धवहरूका आश्रमहरू निर्मित छन्। यहाँ अगाडि निरोला बन्धुहरूको यो आश्रम यो मन्दिर यो शिव पाञ्चायन विष्णु पाञ्चायन मन्दिर यो निरोलाको आश्रम यहाँ अधिकारी बन्धुहरूको आश्रम परतिर चापागाई बन्धुहरूको आश्रम यस्ता थुप्रै ठाउँहरूले यस ठाउँको एउटा सुन्दरतालाई एउटा महत्त्व दिएको छ र यहाँ सबै श्रद्धालु भक्तजनहरूको आउने सिजनमा आउने क्रम अत्यन्तै बढेको छ र यो घुम्न आउने एउटा लायक ठाउँको रूपमा रहेको कुरा म यहाँहरु बिचमा अनुरोध गर्न चाहन्छु। धन्यवाद।